जय श्रीमन्नारायण शुभ बिहानी सुप्रभातम। आज विवाह कार्यको पहिलो दिन प्रारम्भ भइसकेको छ अघि नै हो। नान्नेमुखी श्राद्ध आज हुँदैछ। एकदमै प्यारी बहिनीको म तपाईँहरूलाई देखाउँछु। मेरो अहिले लुक्स यस्तो छ, पछि फरक हुन्छ। यही हो बिहे घर। तयारी हुँदैछ यता। बेहुली देखाउँदैछु। उहाँकै बिहे हो। ओ बेहुलीको भाइ बुनु अर्की बुनु खै ल सक्कर छ ल। जय श्रीमान नारायण। नान्नीमुखी हुँदैछ भन। बोल्नु। नान्नीमुखी श्राद्ध हुँदैछ। कुल पितृ कुटुम्बहरू यहाँ हामी बुझाउँदै लिएर हाम्रो दामोदर स्वामीजीले गराउँदै हुनुहुन्छ। त्यो लिएर बुढी पख्नुमा ल्याइदिन्छु। जय श्रीमान नारायण। सबैजनालाई बिहाको उत्सव सुरु भइसकेको छ हाम्रो। के तिलानी पानी कहाँ अहिले बनाएर राख्छन् हौ? तपाईँ भोलि बेलुकै आउने होला। अनि यो दासले मिलाएको जानी नजानी स्वामीजीको आज्ञा अनुसार स्वामी सुपारी यति मात्रै लगाइयो। यहाँ नान्नेमुखी कार्यको शुभारम्भ हुँदैछ। बहिनीको बिहे। उहाँ दुखै मान्नु। पुरी बन्दैछ। आमा बेहुली नानी। यता हाम्रो माइली दिदी ठुलो आमा सेलरोटी बनाउँदै हुनुहुन्छ है। बिहाका होइन आज के जाति श्राद्धका रोटी नान्नेमुखी ल। नयाँ दुलैको मुख बौरी बौरी हेर्छन् दुलैको मुख निउरी निउरी। नयाँ दुलैको हिँडाइ छ राम्रो हिँडाइ छ नौलो सबै नौलो नौलो अनि फेरि नौलो नयाँको रूपै छ नौलो अनि जय श्रीमन्नारायण। म भन्छु बेहुलीको दिदी ए बहिनी। जय श्रीमन्नारायण। बेहुलीको भाइ। हेलो रघु। ओम अपवित्र वा सर्वावस्थांगतो विवाहः स्मरेत् पुंडरीकाक्षं सबाह्याभ्यन्तर शुचिः पुंडरीकाक्षपुनातु पुंडरीका भद्राः क्रतवोऽयन्तु विश्वातो दबुधासो अपरितास उद्भिदाः देवानो वृदे आसन् अप्रायुवो रक्षितारो दिवे दिवे देवानागुंसिरन्तु जीवसे तान्वो कसार बटार्दै
दुबा लागो नेपाल के देखिए इधर देखो स्वामी जी हाँ सुन ये स्वामी जी ये देखिए यो सब यो धारा लगाइदिउँ त पहिला ओम बसो पवित्रमसि शतधारं बसो ये देखिए पवित्रमसि शतधारं बसो पवित्रम दुल्हन 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 खोइ दुल्हन के गर्नुभएको दिदी कति राम्रो कति राम्रो रङ हाल्नु न वरिपरि राम्रो छ भन्दैछु रङ हाल्नु न आऊ। हाल्नु हाल्नु के गर्नुभएको जय श्रीमान नारायण जय श्रीमान खीर बनाएको हुन आँटिसक्यो खीर दिनु दिदी चिनी लगाइदिइहालौँ अब चामल मर